हेलो एभ्रिवान स्वागत छ तपाईँहरूलाई मेरो सानो मिनी भ्लगमा र म चाहिँ भर्खरै उठेको अनि उठ्ने बित्तिकै हेर्नुहोस् न आँखा मिच्दै यहाँ टिभी हेर्दैछु टिभी खोलिदिइराख्नु भएको रहेछ अनि कस्तो मुन्टो दुखे जस्तो भएर अप्ठ्यारो न अप्ठ्यारो भएर नि आज अन्त यहाँ हेर्नुहोस् न मेरो चाहिँ हातमा एलर्जी भएको छ यो गर्मी महिनामा कति धेरै एलर्जी हुन्छ मलाई हो हेर्नु ठेउला र ठेउली यो के हो दाँत जस्तो हुन्छ होइन कम्ता चिलाउँदैन पनि अनि म चाहिँ उठ्ने बित्तिकै पिउँछु यसरी पानी पानी पिए पछाडि मात्रै मेरो चाहिँ चलपल यताउता स्टार्टिङ हुन्छ होइन अन्त एलर्जीको दबाई चाहिँ मैले चाहिँ हेर्नुहोस् न दुईवटा खाइदिएको थिएँ क्या कस्तो धेरै एलर्जी भएको थियो नि त ला भनेर मैले चाहिँ दुईवटा औषधि खाइदिएको थिएँ म त यस्तो डरलाग्दो सुतेछु अन्त बाहिर निस्केर हेरेको त ओ माई गड घाम 20वटा घाम लागिरहेको रहेछ अनि यहाँ मेरो चाहिँ लसुन सुकाउनु थियो हो अनि यही मौका पारेर मैले चाहिँ लसुन सुकाइदिइहालेँ किनकि यत्रो डरलाग्दो घाम लागिरहेको छ त्यस पछाडि म गएँ किचनमा गएर डाइरेक्ट बत्ती लिएर म बाथरुम जान्छु बाथरुममा चाहिँ बत्ती छैन नि त सो त्यही भएर चाहिँ किचनकै बत्ती लिएर जहिले म यसरी जान्छु अनि सुरुमै पानी खोल्छु पानी भएन भने त आज यस्तो घाम लागिरहेको छ नुहाउन पाउँदिनँ भनेर तरास थियो अनि हेर्नुहोस् न मैले चाहिँ यहाँ अगाडि रोपेको छु कि एउटा चाहिँ के भएर काङ्ग्राङ्ग भइरहेको छ एउटा चाहिँ कति राम्रो भइरहेको छ यहाँ हेर्नुहोस् त अनि आए रुम म चाहिँ हरर स्टोरी अनि कोरियन ड्रामा पहिला त्यति हेर्दैन थिएँ खालि हिन्दी सिरियल मात्रै हेर्थेँ अहिले चाहिँ म कोरियन ड्रामा यति धेरै हेर्छु नहेरिकन एकछिन पनि बस्न सक्दिनँ कि अन्त यहाँ हेर्नुहोस् है रुम चाहिँ मैले यस्तो बनाएँ अहिले कस्तो थियो अहिले कस्तो बनाएँ अनि यहाँ मैले स्नेक प्लान्ट पनि राखेको छु ढोकाको छेउमा छ दुईवटा छ यस्तो धेरै मनपर्छ मलाई चाहिँ अन्त यहाँ हेर्नुहोस् त गर्मीले कस्तो भएको छु अब काली माता जस्तो अनि यहाँ हेर्नुहोस् त फाइनल रुम मेरो यस्तो भएछ झलाक झुलुक अनि म पर्दा लगाउँछु पर्दा लगाएर म नुहाउन जान्छु है अनि आएर यहाँ हेर्नुहोस् है तर साथीहरू म चाहिँ नुहाएर आएर पनि मेरो जिउ चाहिँ एकदमै बोधो भइरहेको थियो मैले दुईवटा एलर्जीको दबाई खाएको थिएँ यति धेरै हार्ड हुँदो रहेछ है ओ माई गड है कस्तो जिउ चाहिँ लालाक लुलुक टाइपकै भइरहेको थियो फेरि म सुरुवात गरेँ ड्रामा हेर्नै है आनन्द लिएर सो आजको मिनी भ्लग चाहिँ यति नै थ्याङ्क्स फर वाचिङ बाई बाई